ल गाइज हामी अर्को ब्लग लिएर आएको छौँ अर्को पार्कमा छौँ यो चाहिँ सबैजना घुम्न आएको हामी हेर्नु है हेर्नु है गाइज पार्क छौँ नयाँ ठाउँमा छौँ अनि यस्तै अनि के छ खबर सन्चै हुनुहुन्छ सबैजना के छ खबर कस्तो छ है अनि त्यस्तै हो भिडियोहरू बनाउनु पनि माया गर्नु न कसैले है है अनि अरू भन्नु न के छ त नयाँ नौलो त बाहिरको खबर कमेन्ट गर्नु है हामी चाहिँ घुम्न आएको छौँ चाहिँ यो चाहिँ सेम नेपाल जस्तो छ सेम होइन है कहाँ है सायद त्यसलाई सेम नेपाल जस्तो किन कमेन्ट गर्नु ल हेर्नु सेम जङ्गलहरू बाटो सेम होइन ल हाम्रो ग्याङ चाहिँ आज यस्तो छ हामी चाहिँ 4-5 जना भइरहेको छौँ आजको हाम्रो ग्याङ चाहिँ यस्तो छ है हेर्नु है ग्याङ ल ल है यो चाहिँ छुनी प्रोग्राम छ हाम्रो यहाँ यस्तरी छ हेर्नुहोस् न हेर्ने सक्नु झन्डै डट्नु भयो त है हेर्दै गाइस ल हेर्नु यो चाहिँ चेन्डे भाइ ल ल ल गर 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 सक्दैन बाबु सक्दैन आफ्नो विष्णु दाइ अनि सक्नु 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 अनि कटर धेरै माथि छ हो सकिँदैन माथि छ हो अर्को उहाँ चाहिँ क्यामेराम्यान अर्को क्यामेराम्यान हो उहाँ चाहिँ बाँस उहाँ चाहिँ डल्लु ल ल गर्नु गर्नु गर 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 हो कि हाल्छ अन्त सक्नु भएन सक्नु भएन नि ल अहिले म पनि जान्छु है हेर्नु है नगाइदिनु सक्नु भएन है ल टुप्पै नदेखिकन उहाँले छुन खोज्दै हुन्छ हेर्नु है उहाँले पनि सक्नु भएन टुप्पै देखेको छैन भन्ने कुरो भइरहेछ है कतै टुप्पै नदेख ल ल ल ल ल लगाइ सक्नु भएन लगाइ ल सबभन्दा लामो चाहिँ मै नै हो है यहाँभरिमा तर हेरौँ केलाई छुन्यो मलाई पनि थाहा छैन है अझै ल है वा 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 यति टाढाबाट आउँदै हुनुहुन्छ ल पुरा उहाँ सुनौली बोर्डरबाट अहिले दिल्ली आउँदै हुनुहुन्छ जम्प गर्नुभयो उहाँ सिधा सिधा आउनुभयो र यहाँले पनि गर्नुहुन्छ कि भन्ने आश छ तपाईँले गर्नु न आउनुहोस् त आउनुहोस् त आउनुहोस् न उहाँ पनि डराउनु भयो उहाँले पनि सक्नु भएन ल गाइस उहाँ त कोसिस जारी छ तर उहाँले झन्डै मलाई ढोगिदिनु भएन अनि कुन चाहिँ रहेछ र हौ ल है छैन छैन काम छैन सकियो होइन अनि कसैले नसकेको कारणले गर्दा उहाँले अझै एकचोटि प्रयास गर्दै हुनुहुन्छ हेर्नु है सक्नु भएन सक्नु भएन गाइस ल सक्नु भएको छैन अहिलेसम्म होइन ल सक्नु भएन काम छैन गाइस ल ल ल
चलो त्यही हो गाइस ल पार्क धेरै राम्रो छ यहाँ चाहिँ सेम नेपाल जस्तो छ होइन यसो जङ्गल जङ्गल छ रमाइलो छ यहाँ चाहिँ यसो हेरेर होइन जोडी परेकाहरू यस्तो हुन्छ नि बोयफ्रेन्ड गर्लफ्रेन्डहरू चाहिँ हामी जस्तो रहेछ कि ट्याक्क लाएर होइन हामी त एक्लै एक्लै आएको सिङ्गल सिङ्गल केटा केटा है सो हामीलाई त अब रमाइलो छ जोस् हामीलाई पनि रमाइलो भयो होइन अनि त्यस्तै छ गाइस यस्तै अब ल गाइस माया गर्दै गर्नु अब यो बस्थ्यो यो अब मैले गरेँ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला बल्ल हामी 50जना जोडिएका छौँ जम्मा माया गर्दै होला भन्थ्यो हाम्रो ग्याङ चाहिँ यही छ अनि यहाँ चाहिँ ड्याम्म हुनुहुन्छ उहाँ पनि ल गाई यो बाख्रा खोर हो गाई हामी यता बाख्रा चराउनेछौँ अनि यस्तो छ है पार्क अनि त्यो गाई अब हामी अर्को ठाउँमा जाँदैछौँ अनि अर्को ठाउँमा गइसक्यो अर्को